यदि पहाडी बाहुन र क्षेत्रीहरूको थरको उत्पत्ति हालको कर्णाली प्रदेशबाटै भएको हो भन्दा पत्याउनुहुन्छ? अर्थात् तपाईको थर हजारौं वर्ष अघि हराएको एउटा साम्राज्यको चिनो हो भनियो भने र त्यो साम्राज्य आजको कर्णालीकै पुरानो रूप हो र यहीँबाट असली इतिहास सुरु भएको हो भन्दा झन पत्याउनुहुन्न होला? हो, तपाईँ पक्कै पनि पत्याउनुहुन्न, किनकि अहिले सबैभन्दा पछि परेको कर्णालीबाट नेपालसहित बर्मा, भुटान, म्यानमार, थाइल्यान्ड र भारतका विभिन्न स्थानसम्म विस्तार भएका यी थरहरूको उत्पत्ति कसरी हुन सक्छ? आजको भिडियोमा हामी तपाईहरूलाई कसरी अहिले गुमनाम भएको सिन्जा साम्राज्यबाट तपाईको थरको उत्पत्ति भयो र विश्वभर फैलियो भन्ने चर्चा गर्नेछौँ। खस आर्य थरहरू कहाँबाट जन्मिए? किन सिन्जा साम्राज्य नेपाली इतिहासको केन्द्र हो? तपाईको थर पदबाट आएको हो कि गाउँबाट? र कर्णालीका मानिसहरू कसरी नेपालदेखि विश्वसम्म पुगे? यो भिडियो अन्त्यसम्म हेर्नुहोला है, किनकि यो कथा तपाईको आफ्नै पहिचानसँग जोडिएको छ। आज हामी जुन कर्णाली देख्छौँ, कहिल्यै सोच्नु भएको छ यो क्षेत्र कहिल्यै एउटा साम्राज्यको राजधानी थियो? जुम्ला नजिकैको सिन्जा उपत्यका 12औं देखि 14औं शताब्दी यही थियो खस मल्ल राज्य, जसलाई खस साम्राज्य पनि भनिन्थ्यो। यो कुनै सानो राज्य थिएन। यसको सीमा हालको भारतको उत्तराखण्ड गढवालदेखि उत्तरको तिब्बत, पूर्वको नुवाकोटसम्म फैलिएको थियो। आज जसलाई हामी पिछडिएको क्षेत्र भन्छौँ, उही कर्णाली कहिल्यै शक्तिको केन्द्र थियो। अब प्रश्न उठ्छ, खस को थिए? खस मानिसहरू इन्डो आर्यन मूलका थिए। धेरै विद्वानका अनुसार उनीहरू मध्य एसियाबाट हिमालयतिर आए, तर सत्य के हो भने उनीहरू यहाँ आएपछि यहीँका मानिससँग मिसिए, यहीँको माटोसँग मिसिए, यहीँको संस्कृतिसँग मिसिए। महाभारतमा समेत खस जातिको उल्लेख योद्धा जातिको रूपमा गरिएको छ। योद्धा, तर सबैभन्दा ठूलो कुरा के हो भने खसहरूले नेपाललाई भाषा दिए। आज हामी बोल्ने नेपाली भाषा, जसलाई पहिले खस कुरा भनिन्थ्यो, र यसको जन्मस्थल थियो सिन्जा उपत्यका। 13औं शताब्दीका देवनागरी शिलालेखहरू आज पनि सिन्जामा भेटिन्छन्। भाषा मात्र होइन, यहीबाट थरहरूको यात्रा पनि सुरु भयो। अब बुझौँ थर कसरी बने। सिन्जा साम्राज्यमा थर कुनै फ्यासन थिएन, थर जिम्मेवारी थियो। राज्य चलाउन पद चाहिन्थ्यो र पदले नै थर बनाएको विभिन्न इतिहासविदहरू बताउँछन्। विश्वभर प्रख्यात कर्णालीमै जन्मिएका इतिहासविद योगी नरहरिनाथका अनुसार हालको नेपालको पूर्वदेखि पश्चिमसम्म र विश्वभर फैलिएका पहाडी बाहुन क्षेत्रीका थरहरू उति बेलाको सिन्जा साम्राज्यबाटै फैलिएका थिए। अहिले तोकिएका थरहरूको उत्पत्ति खास गरी 3 तरिकाले भएको योगी नरहरिनाथ बताउँछन्। यस्ता थरहरूमध्ये केही थरहरू मान्छेको काम र पेसा अनुसार तोकियो, केहीको गाउँका नामबाट पनि थर राखियो भने केहीको सम्मान स्वरूप राखियो। हालको अधिकारी थर उति बेला दरा अर्थात् जिल्लाको हाकिमबाट अधिकारी बनाइएको हो। यस्तै कार्की, राजस्व हेर्ने व्यक्ति; भट्ट, राजपुरोहित; भण्डारी, राज्यको ढुकुटी सम्हाल्ने; महत, गाउँको प्रमुख; रोकाया, महतको सहयोगी। माथि उल्लेखित थरहरू उनीहरूको पेसा अनुसार दिइएको इतिहासविदहरू बताउँछन्। अब सेनामा हुनेहरूको थर पनि हेर्नुहोस्। थापा, खड्का, राणा, बुढा, बस्नेत। यी थरहरू शब्द मात्र होइनन्, यी थरहरू हतियार, पसिना र रगतको इतिहास हुन्। अब आउँछ सबैभन्दा रोचक कुरा। धेरै खस आर्य थरहरू गाउँको नाम बिग्रदै बिग्रदै बने। जस्तै जुम्लाको धिता गाउँबाट धिताल, प्याकुरेबाट प्याकुरेल, सिन्जाबाट सिन्जापति बनेको भनिन्छ। उति बेलाको सिन्जा साम्राज्यमै पर्ने अछामका गाउँहरू घमिराउँबाट घिमिरे, ढाकुबाट ढकाल, पुरासैनेबाट पुडासैनी, बझाङको रेगमबाट रेग्मी, खारबाट खरेल र खराल, दैलेखको नेपाबाट नेपाल, पोखरबाट पोखरेल, दहबाट दाहाल र कोइरालीबाट कोइराला लगायतका थरहरू। आज तपाईँ जहाँ बस्नुहुन्छ, तपाईँको थरले अझै कर्णाली झल्काइरहेको छ। अब प्रश्न उठ्छ, यी थरहरू कर्णालीमै सीमित भए त? होइन, सिन्जा साम्राज्य टुक्रियो। 22 राज्य बने, 24 राज्य बने, पछि आयो गोर्खा राज्य। पृथ्वीनारायण शाह, कर्णालीका खस आर्य थरहरू गोर्खाली सेनामा पुगे, भारत पुगे, बर्मा पुगे, ब्रिटिस आर्मी पुगे र आज बेलायत, अमेरिका, युरोपसम्म पुगे। गोर्खाली जहाँ पुगे उनीहरूको थरसँगै सिन्जाको कथा पनि पुग्यो। आज खस आर्य शब्दमा विवाद पनि छ। केही भन्छन् यसले विभाजन गर्छ, तर इतिहास के भन्छ? खसहरू आफै मिश्रित समाज थिए, बाहिरबाट आए, यहाँका मानिससँग मिसिए। त्यसैले खस इतिहास कुनै एक जातिको कथा होइन, यो नेपाल बन्ने प्रक्रियाको कथा हो। यदि तपाईको थर
थापा, खड्का, दाहाल, कोइराला, धिताल, रेग्मी, नेपाल, लम्साल, भट्ट, अधिकारी यी मध्ये कुनै हो भने तपाईँ यो कथाको हिस्सा हुनुहुन्छ। तपाईँको थर तपाईँको पहिचान हो र त्यो पहिचान सिन्जाबाट सुरु भएको हो। यो कुनै सामान्य इतिहास होइन, यो हराएको साम्राज्यको आवाज हो। यदि तपाईँ कर्णालीबाट हुनुहुन्छ भने झन् यो भिडियो शेयर गर्ने हक लाग्छ। यदि तपाईँको थर यहाँ आयो भने कमेन्टमा आफ्नो थर लेख्नुहोस् र यस्ता गहिरा, गर्विला, दबाइएका इतिहासहरूका लागि च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्, किनकि इतिहास बिर्सियो भने पहिचान पनि हराउँछ। धन्यवाद।